ओली 4 पटक प्रधानमन्त्री भइसके, 4 पटक, र हरेक पटक उही बाचा, उही झुट, उही भ्रष्टाचार। तर कार्यकर्ताले भन्छ यो पटक फरक हुन्छ। यिनीहरूले म्यानिपुलेसन गर्ने तरिका थाहा छ। जात र धर्मको नाममा डर देखाउने, पैसा दिएर विवेक किन्ने, हामी नभइकन गाउँ सकिन्छ भनेर ब्ल्याकमेल गर्ने। तर सोध्नुहोस्, पछिल्लो 5 वर्षमा तपाईँको गाउँमा के भयो? छोराछोरीको जागिर के भयो? बाटो बन्यो? सुशासन आयो? जवाब छैन। किनभने यिनीहरूलाई तपाईँको गाउँ चाहिँदैन, यिनीहरूलाई तपाईँको सिर्फ भोट चाहिन्छ, सिर्फ भोट। ओली एक्लो होइनन्, देउबा 5 पटकका प्रधानमन्त्री, उनीहरू घरमा लाखौं करोडौं रुपियाँ र डलर फेला पर्यो। स्रोत एआई भनेको छ। प्रचण्ड जनयुद्धको नाममा 17,000 नेपाली मारे, अहिले लग्जरी जीवन 3 पटक र अझै राजनीति। यी 3 जना 35 वर्षमा पालित पालो नेपाल चल्छ। 35 वर्ष परिणाम हरेक दिन 2300 युवाहरू देश जान्छ। युवा बेरोजगारी 23%, भ्रष्टाचारको हेर्ने हो भने 180 देशमा 109 देशमा यो उपलब्धि हो यिनीहरूको 35 वर्ष। र सबैभन्दा ठुलो कुरा, सेप्टेम्बरमा हामीले भनेका थियौँ अब यिनीहरूलाई माफ गर्दैन। तर हेर्नुहोस्, दसैँ आयो, तिहार आयो, अनि बिस्तारै बिस्तारै हामी बिर्सिन थाल्यौँ। र त्यही बेला उनीहरूले क्याम्पेन सुरु गरे र उनीहरूका कार्यकर्ताहरू फेरि गाउँ गाउँमा पुगे। यही हो उनीहरूको सबैभन्दा ठुलो समय किन्ने, मान्छे बिर्साउने, फेरि साइकल चलाउने। तर स्वयं चौलागाईकी आमाले बिर्सेकी छैनन्, जसको 17 वर्षीय छोरा स्कुल ड्रेसमा निस्कियो र कहिले पनि फर्केन। उनले बीबीसीलाई भनिन्, मलाई लाग्छ ऊ अझै फर्किन्छ। उनले बिर्सेकी छैनन्, 77 परिवारले बिर्सेका छैनन्। तपाईँले बिर्सिनुभयो? मार्च 5 आउँदैछ। ओली आउनेछन् देश बनाउने कुरा गर्दै, कार्यकर्ता आउनेछन् जात धर्म पैसा र देशको देशभक्तिको नारा लगाउँदै। त्यो दिन एउटा मात्र कुरा सोध्नुहोस्, यो मान्छेले मेरो देशलाई के दियो? र जवाब थाहा छ। जवाब आफै थाहा पाउनु हुनेछ हजुरहरूले। ओलीले युवाहरूलाई स्टेज ड्रामा भने बीबीसीको प्रमाणले देखाउँछ गोली टाउकोमा लागेको। ओलीले भने मैले आदेश दिइनँ, तर 77 जना मरिसके। यो नेता हो? यो देश बनाउने मान्छे हो? मत दिनुहोस्, तर आँखा खोलेर। स्वयंको नाममा, ती 77 को नाममा, आफ्ना सन्तानको भविष्यको नाममा। ओली चोर हो। सेप्टेम्बरमा युवाहरूले यो नारा लगायो, मार्च 5 मा मतपत्रले यही नारा लगाउनुहोस्। यिनीहरूको हिपोक्रेसी, यिनीहरूको म्यानिपुलेसनमा नलागौँ। गाउँदेखिबाट हरेक ठाउँमा यो फेक भिडियो, फेक न्यारेसन पुस भइरहेको छ, ताकि चुनावको अगाडि चाहिँ मान्छेको मन बदल्न सकोस् भनेर। तर अब मन बदलिँदैन। अब नयाँ सरकार एटलिस्ट पनि यी पुरानालाई चाहिँ माफ गरिँदैन। एन्ड दिस भिडियो is not for any other party. I don't support any other party because I have to be more critical. Like we all have to be more critical. We have to ask questions, especially बालिन रवि लामिछाने जो चाहिँ अहिले सबैजनाको आश भएका छन्। स्पेशली उनीहरूसँग प्रोसेस के छ त? क्यों पहिला प्रचण्ड, पहिला केपी ओली र पहिला शेरबहादुर देउवा जस्तै गफ दिने हो कि? एन्ड we have